फेनी बनाउन सजिलो छ र एकदमै सजिलो छ। यसरी बनाउनुहुन्छ भने एकदमै पर्फेक्ट फेनी बनेर रेडी हुन्छ। त फेनी बनाउनलाई सबैभन्दा पहिला हामीलाई चाहियो मैदा। मैदामा हामी यहाँ 1 पाउ मैदामा मैले 2टा ठुलो चम्चाको घिउ राखेँ अनि मजाले यसलाई डो बनाउने हो सफ्ट डो। थोरै थोरै पानी हालेर डोलाई राम्रोसँग छोपेर राखिदिन्छौँ। यता हामीले साठो बनाइहाल्छौँ। साठो बनाउनलाई सबैभन्दा पहिला हामी चामलको पिठो लिन्छौँ, त्यसमा घिउ राखेर लिक्विड बनाइहाल्छौँ। राम्रोसँग लिक्विड बनिसकेपछि अब 15-20 मिनट भइसक्यो। यो पिठोलाई राम्रोसँग हामी लाम्चोमा बेलिहाल्छौँ। बेलिसकेपछि साइडबाट काटेर बराबर गरिदिन्छौँ। त्यसपछि साठोलाई राम्रोसँग पुरै फैलाइदिन्छौँ। फैलाइसकेपछि रोल गर्नलाई अलिकति अप्ठ्यारो हुन्छ होला फर्स्ट टाइम बनाउँदाखेरि, अनि बिस्तारै गरेर यसलाई रोल गरिदिनु होला। त्यसपछि अलिकति थिचेर यसलाई ठुलो गराइदिने, त्यसपछि काटेर साइडको टुप्पोलाई टाँसिदिने। टाँसिसकेपछि यसलाई गोलो गोलो लाम्चो जस्तो मनपर्छ त्यस्तै आकारको बेलेर बिचमा कट बनाइदिनु, फुलबुट्टा बनाइदिनु अनि मजाले मिडियम हिटमा फ्राई गरिदिनु। त हाम्रो एकदमै मिठो फेनी घरमै रेडी